पानाहरू सुक्छ फेरि 1 2 3 गो वेलकम ब्याक टु अनदर भ्लग। आज चाहिँ हामीहरू ट्रिपमा जान आँटेको फिल्ड ट्रिपमा जान आँटेको इलाम जान आँटेको। अनि हामीहरूको चाहिँ ब्याग अस्तिको पालि मैले टुर जाँदाखेरि 12मा टुर जाँदाखेरि चाहिँ मैले मजाले बनाएको थिएन। यसपालि चाहिँ म मजाले बनाएर एडिट गर्छु। 9 बजे बोलाउनु भएको छ। हाम्रो चाहिँ यहाँनिर 8:50 भइसक्यो र हामी सफा भेट्टायौँ। गाइस हाम्रो बस त्यस्तो गनाएको छ। म भर्खर आएको किन गाइस हामीहरूको बस चेन्ज भयो। अब यो चाहिँ बल्ल राम्रोसँग बनाउँदैछ। चाहियो हामीलाई यतिको चाहिएको मेरो नि आउनु पर्यो त्यति ढिलो आइपुग्यो। अघि आइसकेको उ तर सकिन अघि आइसकेको थिएँ। मेरो ब्याग घरबाटै ल्याए। जुत्ता चाहिँ राख्नु ल। अर्दैन जुत्ता कसरी मागौँ गाइस हेर्नु यिनीहरूले चाहिँ पानी लिएर आउँदैछ। पानी ओइ दुईटा पोकेर आउँदै थियो त। खोइ एउटा चाहिँ तिमीहरूलाई कस्तो फिल भइरहेको छ? हामीलाई चाहिँ जेन्युनली राम्रो फिल भएको छैन। त्यसै पनि विश्वासको किनकि तिमीहरू कचराको पछाडि बसिरहेको छ अगाडि। अगाडि ब्युटी जस्तो कि फुलिरहेछ यस्तो फोरी पानीमा आउँछ। कहाँ सबिनाको मेकअपलाई 10 आउट अफ कति दिन्छ? कमेन्ट गर कमेन्ट कसैले। उसको कर्ली कपाल हेर्नु 10 आउट अफ 100 दिन्छु। कति राम्रो देखिरहेछ आज। आशिका पनि सिम्पल ब्युटी, सिम्पल तर राम्रो देखिरहेको छ। साँच्चीकै भनेको। क्यामेराम्यानतिर पनि वेलकम दिया मेरो भ्लगमा फेरि पनि। मैले चाहिँ वेलकम गरेको तिमीलाई। उसकोमा पनि छ होला त्यो निकाल्ने फिचर चाहिँ मलाई थाहा छैन। उसको सिममा मेरो निनीकोमा चाहिँ दुईपट्टि नै थियो तर एपले होइन त्यो क्यामेराकै फिचर थियो। हाम्रो बस चाहिँ यहाँनिर छ। अनि हामीलाई चाहिँ 9 बजे हिँडाउँछु भन्नुभएको। हामी आइपुग्यो। म सुतेर आइपुगेँ यहाँसम्म। निम्बु पानी अरे हो। थ्याङ्क यू बाई। हाम्रो ब्रेक टाइम पनि सक्नु आँटा नि हामीले यो खाँदै जाउँ। करेन्ट अनि म अहिले त के खाना बोल्नु गाइस। हामीहरू चाहिँ अहिले कहाँ आइपुग्यौँ तर हामी धेरै राम्रो भ्यू भएको ठाउँमा आइपुगिसकेको छौँ। सायद त्यो झापा नै होला। यस्तो सुपारीको दाना सुपारीको दाना छ। कस्तो लागिरहेको छ अहिलेसम्म? ठिकै छ, राम्रै छ। झट्टै भुत्ली भइसक्यो यार। कस्तो भएर आएको छ?
गाइस हामी चाहिँ यहाँ रोकायौँ फेरि किन रोकायो खाजा खानु रोका गरे कति बजे 1 बजे खाना चाहिँ होला यो सर हेलो मासु भेज त भन्नुभएको नि सरले अहिले हामी चाहिँ कति बजे अहिले कति बज्यो भर्खर हामी चाहिँ खाजा हान्दैछौँ त्यसै 2-3 कति बजिसक्यो होला बिहानदेखि अहिले भर्खर गाइस हामीले चाहिँ भर्खर खाजा खाइसक्यौँ गाइस अब हामी चाहिँ यहाँनिर छिटो आइपुग्यौँ खाजा खाने ठाउँमा अनि अब हामी चाहिँ 2टा बसेर पर्खिन्छौँ अनि हामीसँग घुम्ने आधा घन्टा टाइम छ अब हामी छ भन्दै हुनुहुन्छ प्र्याक्टिकल गरिसक्यो यहाँ चाहिँ कति धेरै ल्याउँछ अनि चिप्लिसक्यौँ हामी यो के को रुख हो थाहा छ अल्चाको रुख हो यो गाडी गयो अनि खोइ त अर्को गाडी आएको छैन त लोड गर सामान लोड गरेको अरे माया गर्छु लुङ्गा अन्ताक्षरी खेल्न आँटेको है गाइस अब चाहिँ अलिकति मजा आउँदैछ तर मेरो खुट्टा कस्तो चिसो भयो मरिन्जल कराउँदा पनि कोही गएको छैन गाइस हेर्नु अघिको मेको अहिले अब चाहिँ मेरो यहाँ स्वर सुक्न थालिसक्यो मेरो पनि कस्तो घस भइरहेछ आउटफिट पनि चेन्ज भइसक्यो आउटफिट चेन्ज कस्तो थिए कस्तो भए म हाम्रो चाहिँ बस नै चढेन तानेन हामीहरू अनि अब हिँड्दै जाँदैछौँ तिमी म भन्दा अग्लो भयो भ्लग गर्ने गाह्रो भयो हात पनि पुग्दैन यहाँ एनटिसीको चल्छ होला एन्सरको धेरै चल्दैन अगाडि गइसके नानीहरू सबिनाहरू गएको छैन सबिना निस्केकै छैन कति बज्यो हामीहरू 16 भनेको कति बजेको 4:25 मा चाहिँ हामी अन्तु के लेखेको थियो त्यहाँनिर अन्तुको खोला कि खोला हैन हो त्यस्तो पोन टाइपको जाने बाटो ए अन्तु पोखरी आइपुग्यौँ यहाँ चाहिँ अलिक हुस्सी पनि लागेको छैन रहेछ अघितिरकोमा त अघितिर बाटोमा त कति धेरै हुस्सीहरू लागिरहेको थियो गाई स्यास्या भयो हेलो मजा आइरहेछ तिमीहरूलाई
सुतिरहेको थियो पछाडि गरेर त्यो निस्क भन्नुभएको सुतिरहेको थियो हात गर्दा है मैले घुमाउनु लिएको यिनीहरू त कहाँ कट्यो फेरि फर्काएर यिनीहरूलाई धेरै हिँडेको सकिन भएर हाई कसैलाई म छोड्दिनँ क्या यिनीहरू खाएको नि त मिल्यो भने बुक गरेको छैन दुःख पनि खानुपर्छ यो हामीलाई पक्कै पनि तपाईँहरूलाई के लाग्छ हामी म तपाईँलाई के लाग्छ माइत गए जस्तो लाग्छ होला नि तपाईँलाई म तर माइत गए जस्तो लाग्छ कि म यहाँ टुर आएको टुर यस्तो बाटोमा गाडी नआएर टुर आएको मान्छेहरू यस्तो बाटो देखाइदियो के हो यो स्कुलको कलेजको म्यानेजमेन्ट सिस्टम यस्तै हो आधी टिचरहरू गएर हामी यस्तो झन् बसमा चढ्ने भनेर मजाले हिरोनी भएर हिल चप्पल आएको लास्टमा यस्तो क्रक्समा परेँ म तपाईँहरूलाई के भन्न चाहनुहुन्छ यस्तो ड्रेसअपमा म क्रक्समा परि त्यस्तो ड्रेसअप यस्तो परे म यस्तो गाइज झोला च्याम्टा चाहिँ हामीलाई पचेन हाम्रो पैसा फिर्ता चाहियो हामीलाई यो गणेशको गाडी यिनीहरू चाहिँ बसमा नआएको होइन यिनीहरूको हालत हेर्नु हालत हामी हेल्प गर्न आएको यहाँ म यहाँनिर निकै नै डिसपोइन्टेड छु यो कुरामा तपाईँहरूलाई के लाग्छ माइत हिँड्ने जस्तो लाग्छ होइन माइत हिँडेको म बोकिदिन्छु के भन्नुभएको मैले त किन बोलाउनु भएको त्यसो अघि नै यहाँ गाडी आउँछ हामी चाहिँ यहीँ बस्ने अब तिमीहरू चाहिँ गाडीमा चढ्ने यता आउने हो क्या अनि तपाईँहरू लिएर आउनु त हामी सबै सामान लिएर आयौँ त नि हामी यहीँ बस्दा हुँदैन गाडी झन् चढ्दैन क्या मान्छे हुनुपर्छ हामी तिनजना आउँदैनौँ उनीहरू चाहिँ आउँछ अघि चढ्दाखेरि चाहिँ उता भन्नुभयो अब जाँदिन अघि चाहिँ खाली गर्न आउनु भएको थियो अहिले चाहिँ अङ्कलहरू पनि यता हेर न घाममा कस्तो अनुहार टल्केको हेर त रिसायो रिसाउने बाध्यता भएपछि रिसाउने म घर जान्छु न अनि रिसाउ रिसाउनु अब चाहिँ आफ्नो बह पोख त अर्को बस के छ ए अरू बस आएकै छैन हाम्रो फर्स्ट गाइज हाम्रो फोटो सेसन भयो हामी सबभन्दा सुरुमा आइपुग्यौँ है सब्सक्राइब लाइक चाहिँ गरेर न गरिदेऊ पछाडि राख न कमेन्ट पनि गर न केही भन्न चाहन्छस् केही भन्दिनँ गाडी लाग्छ केही भन्न के भन्न चाहन्छु भन मलाई अब सबै आफ्नो लाग्न थाल्यो मेरो क्लासको देखाउन अन्त एक राउन्ड क्लासको साथीहरूलाई पनि सेलिब्रिटीलाई सोध्नुपर्छ नि गाइस हामी चाहिँ हाम्रो होमस्टेमा आइपुग्यौँ अनि हामीहरू चाहिँ सबै घरको सब केटीहरू चाहिँ एउटै बेडमा यत्रो ठुलो बेडमा अट्न आँटेको कस्तो लाग्यो तिमीलाई यो बेड सुरुमा त यस्तो फोहोर थियो नि होइन तर अघिको जस्तो घ्यास्रा घ्यास्रा थिएन धुलै धुलो थियो अहिले चाहिँ छैन तर फोहोर चाहिँ फोहोरै छ ननाच्नेमा हामी नन स्यालेन्टहरू घरिघरि
हामी खाना खान जान आँटेको हाम्रो चाहिँ रुम पनि फिक्स भइसक्यो भिडियो बनाउन चन्द्र बहादुर सेफ पछि अब आइस गरेपछि यही त हो नि काम नूतन बस्नेत गाइस फेरि पानी पर्यो आजको दिन राम्रो थिएन रहेछ पानी पर्छ भन्नु गाइस तर पानी पर्यो पानी हरेक बानाहरू भइएका छन् मसी थाकेको छ कलमले विश्राम लिएको छ तर चित्त अझै बाना भरिएको छ हेरिरहेका छन् तर कथा अझै सल्युट पनि गर न ल गाइस चाहिँ हाम्रो डे 2 हो आज चाहिँ हामी घर जाने घुम्दै घुम्दै हामी चाहिँ अनि ब्रस गर्नु जान आँटेको मैले यहाँनिर त्यो सानो टुथपेस्ट पनि पाएँ हेलो गाइस गुड मर्निङ जाम नाचेको ठाउँ हो अब चाहिँ हामी खाजा खान जान आँटेको अहिलेसम्म टिकटक बनाएन हाम्रो कति धेरै रिटेक लाउनु पर्यो त्यसको लागि मैले बनाएको छु त्यसको तर त्यो भन्दा पनि बढी हामीले रिटेक ल्याएको छ गाइस हामी त गयौँ यहाँ चाहिँ पानी परिरहेछ हामी अरू डाँडा के अरे घाम सनराइज हेर्न आएको सनराइजै भएको छैन यता ल्याऊ प्रकृति नै आऊ हामी चाहिँ लुगा चेन्ज गर्न बाँकी छ है यसको भगमा हाई गुड मर्निङ फ्रम अन्तु पोखरी Hello, my name is Rushka Sahaba. I'm the friend of Angela. Yes. गयो आऊ गाइस बादल माउन्टेन जस्तो देखिरहेका सुरुमा त गाइस चाहिँ हाम्रो खाजा यो भरे भोइसो गरे गर्नुपर्छ हामी सबजना खाँदैछौँ हाम्रो चाहिँ रेडी भइसक्यो म पनि हिँड्नको लागि हाई गर्दै जाऊ न हाई गर्दै जाऊ न हाई ओए यता हाई गर्दै जाऊ न बाई अरे उ बिचरा लास्टमा ढोका चलाउनु हामी चाहिँ रेडी भइसकेको ल Day 2 हाई आदि गर्दै निस्किन्छ छिटो निस्किनु छ होइन हेलो गाइस हामीहरू चाहिँ यहाँ पोखरी हेर्न जाँदैछौँ अब चाहिँ हामी घर जान आँटेको खासमा अनि यस्तो पोखरी हेरिदिउँ न भनेर भएन यो कलेजमा कति धेरै कम्प्लेन गर्नुपर्ने छ कति धेरै कम्प्लेन गर्नुपर्ने छ तर म यो केही गाइस घरि पानी पर्छ घरि के हुन्छ अनि आज पनि अब छिटै लाने अरे किनकि रोडहरू भत्किँदाखेरि पानी परेर अनि हामीहरू चाहिँ माथि यति गफ गऱ्यौँ हिजो चाहिँ नाचेकै गऱ्यौँ नाच्दा नि पानी पर्यो रुम खोज्नलाई हामी हाम्रो ब्याग समातेर बसेकै हामी चाहिँ आइपुग्यौँ अघि आउनु पर्थ्यो रहेछ पोखरी हेर्न तिम्रो बाजे अन्त मैले अघि आऊँ भनेको घरि के हुन्छ आइपुगिसक्यौँ आइपुग्यौँ अनि मेरो साथीहरूले चाहिँ लुगाहरू पनि लगाइसक्यो जाउँ रसिका भएको रसिका
गाइस अब हामी चाहिँ माथि जान आँटेको है गाइस पानी पर्यो हामी त फेरि फर्केर आएको बिजोक देख्यौ इलाममा चाहिँ बेमौसम आयो भने यस्तो खालको उयो हुन्छ के भन्छ यस्तो हालत हुन्छ सब भित्रको अब साथीहरूको दुःखमा पनि हाँस्नु मन लाग्छ के गर्नु त्यही भएर मौसम हेरेर घुम्न आउनु होला सबैजना गाइस यो चाहिँ हामी यस्तो बाटो हिँडिरहेको छौँ लु छिटो आऊ फाइनली हामी यस्तो बाटोबाट आयौँ गाइस हामीले सब कुरा गरिसक्यौँ अब हामी जान्छौँ अघि देखेको थिएन नि यस्तो राम्रो छ इलाम त्यही भएर मौसम अपडेट हेर्ने अनि मात्र घुम्न आउने हामीले टिकटक भिडियो बनाउनु फोटो खिच्दा धेरै मेहनत गरेको छौँ गरिदिनु होला सब्स्क्राइब गरिदिनु होला यहाँनिर म होचो भएर यत्रो हिल लाउँदाखेरि पनि उसलाई निकाल्नु मलाई गाह्रो भइरहेको छ गाइस एउटा कुरा हामी टिकटक बनाउँदा लड्यौँ भन्दा नि ऊ लड्यो तिमी यो साइडबाट यस्तो गरेर मेरो चाहिँ कस्तो हुँदै हुँदैन यो तपाईँहरूलाई कस्तो लाग्यो हाम्रो कमेन्ट गर्नु होला मलाई अलिक लाज लाग्छ होइन यसरी पक्रिएर हिँड्न गाइस ओभर चिप्लो छ बाटो घाटो गाह्रो हुन्छ त्यही भएर एकचोटि देऊ त त्यो फोन उता चाहिँ हुस्सेन छ तर यताको चाहिँ गइसक्यो लाग्यौँ ल हामी घर हेलो लगाइसक्यो हामी यस्तो भएर आयो हेलो आई वो तामाङ ड्रेस यहाँ हेर न मेरो पेन बाई बाई भोलि अब पर्सि भेटिहाल्छु बाई 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 मेरो ब्याग लगाइदेऊ बाई सक्यो सबजनालाई बाई बाई यो त्यसको फोन अब दिनुपर्छ आज हाम्रो टुर यति नै बाई